सम्पूर्णमा नमस्कार। म सिजन घिमिरे। आज म यहाँहरू सामु कुनै रचना लिएर आएकी होइन। आज म यहाँहरू सामु केही आफ्नो विचार प्रस्तुत गर्न, आफूले जानेको कुरा यहाँहरूमा सेयर गर्न र मैले जानेको कुरा गलत हो या सही हो भन्ने कुरा हजुरहरूले रिफाइन गरिदिएर तल दिएको कमेन्ट बक्समा अवश्य पनि मलाई इम्प्रुभ गरिदिनु हुनेछ भन्दै म मेरो विषयवस्तुतर्फ लम्कन चाहे। मैले मेरो जीवनबाट सुरु गर्न चाहे। म कक्षा 8-9 मा पढ्दा एकदमै इन्ट्रोभर्ट, एकदमै सोझो, एकदमै भद्र, एकदमै सज्जन, लाइक समाजले दिएको वर्ड्स त हो यी भनेर चिनिन्थे। अनि मलाई आफ्नो प्रतिभा देखाउन समेत लाज लाग्ने गर्थ्यो। शिक्षकसँग प्रश्न सोध्न डर लाग्थ्यो। म कुनै कार्यक्रममा अगाडि गएर बोल्न अनि कसैसँग बोल्न हिचकिचाउँथे। अनि म इन्ट्रोभर्ट थिएँ अनि मलाई लाग्थ्यो आइएम नट क्यापेबल फर द्याट। र समाजमा पनि म बोल्न डराउँथेँ। बट म आफूलाई सोसियल इन्भाइरोमेन्टसँग एक्सपोज गर्न थालेँ बिस्तारै समयसँगै। यो आफै हुँदै गयो। र मैले के सिकेँ भन्दा जब म त्यसरी इन्ट्रोभर्ट भएर बस्थेँ, जब म कसैसँग कुरा गर्दिनँ थिएँ, जब म एकदमै किताबमा मात्र घुस्ने, एभ्री टाइम लाइक नट बिइङ एक्सपोज टु द इन्भाइरोमेन्ट, त्यस्तो हुँदा भन्दा मैले अहिले जब म कम्युनिकेसन स्किल डेभलप गर्दै गएँ, सबैसँग बोल्न थालेँ, इभन इन्टेलेक्चुअल पिपुलसँग, आफूभन्दा ठुलो व्यक्तिहरूसँग बोल्न थालेँ र सिक्न थालेँ धेरै कुरा। त्यसरी चाहिँ मैले धेरै कुरा सिकेँ के आई मिन टु से कि जब म कम्युनिकेसन स्किल थिएन तब भन्दा अहिले जब लाइक आई क्यान स्पिक अलमोस्ट विथ एनी वान, निर्धक्कसँग बोल्न सक्छु अब म। तर पहिला सक्दिनँ थिएँ नि। त्यो बेला भन्दा अहिले आई हेभ इम्प्रुभड अ लट लाइक द्याट। र यसरी बोल्दा हाम्रो जीवनको हामी मानिसले जीवनमा फुल फ्रिडममा आफ्नो कुरा व्यक्त गर्न पाउनुपर्छ। र गुम्सिएर बसेर जसरी हाम्रो समाजले सोझोपनलाई डिफाइन गरेको हुन्छ नि, हाम्रो समाजले के भन्छ भन्दा सोझो भनेको त्यस्तो व्यक्ति जसले रुल्सलाई कम्प्लिटली फलो गर्छ, क्वेसन गर्दैन। तर क्वेसन गर्नु अत्यन्त आवश्यक छ लाइफमा। र त्यो क्वेसन गरेर कम्युनिकेसन पनि अनि लिडरसिप पनि एकदमै इम्पोर्टेन्ट छ। र यसको लागि कुनै रकेट साइन्स जरुरी छैन। जस्ट निर्धक्क क्षमतालाई विकास गर्न जस्ट वी नीड टु स्टार्ट। हाम्रा लाइक चीनका दार्शनिक लाउजीले भन्नुभएको थियो, अ जर्नी अफ 1000 miles starts or begins with a single step। 1000 माइलको यात्रा एउटा सानो पाइलाबाट सुरु हुन्छ नि। त्यही भएर हामीले कुनै पनि कुरा बोल्न सुरु मात्र गर्नुपर्छ। जस्तै कि मैले त्यो स्टेजमा जानुभन्दा पहिला, जब म कार्यक्रमहरू प्रोग्रामहरूमा जानुभन्दा पहिला के गर्न लागेँ भन्दा आफूले मोबाइलमा यसरी राखेर बोल्न सुरु गरेँ। यसरी पनि विकास हुन्छ। र आफ्टर द्याट वी क्यान गेट इन्टु डिफ्रेन्ट स्टेप्स। त्यसपछि हामी स्टेप बाई स्टेप वी क्यान गो टुवर्ड्स द अपलिफ्टमेन्ट। अनि त्यसरी नै हामीले लिडरसिप, पब्लिक स्पिकिङ, कम्युनिकेसनलाई डेभलप गर्न सक्छ। र अन्तिममा म के मात्र भन्न चाहन्छु भने कम्युनिकेसन स्किल अहिलेको संसारमा एकदमै इम्पोर्टेन्ट छ। यो स्किल सिक्नु भएन भने एकदमै रिग्रेट हुन्छ र लाइफ जिउनुको औचित्य नै हुँदैन। सो द्याट्स इट। कम्युनिकेसन एकदमै चाहिन्छ भन्दै मेरो विचार कतै गल्ती भयो होला, मेरा विचारमा त्रुटि पनि भयो होला र हजुरहरूले सच्चाइ दिनुहुने नै छ भन्दै र हजुरले भनेको कुराले म मनमा लिनेछु, सच्याउनेछु। मेरो माइन्डसेटमा केही खराबपना छ भने अवश्य पनि मैले त्यसलाई इम्प्रुभ गर्नेछु भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। यहाँहरूको दिन शुभ रहोस्।